ल साथीहरू हेर्नुहोस्, हाम्रो आमाले घरको छतमा यसरी प्याजहरू फलाउनु भएको छ। प्याजहरू यो भयो कद्दु, यसरी हेर्न सक्नुहुन्छ। यहाँनिर भेन्डी, करेला र सिमी र यो गुलाब गरेपछि के हुँदैन, हाम्रो आमाले एक छतको माथि एउटा क्यारी बनाएर क्यारीमा रोप्नु भएको छ, फलाउनु भएको छ। यो टमाटर हो पाक्दैछ र करेला पनि देख्न सक्नुहुन्छ। करेला फलिसकेको छ भने यतातिर गोलभेडाको झाङ छ। यहाँ गोलभेडा धेरै नै छन्, अब यो पाक्न आँटेको छ। र यतातिर देख्न सक्नुहुन्छ, यो सम्पु भनिन्छ यहाँ दाङमा। सम्पुको बुट्टा पनि छ। यो हजारी भयो र यसरी पाक्दैछन् टमाटर गोलभेडाहरू। यसको अचार चाहिँ एकदम मिठो हुन्छ, टमाटर भन्दा पनि राम्रो हुन्छ, मिठो टमाटर छ। यसरी यो मन्दिर रहेको छ छतमा र यतातिर देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँनिर वातीको बेर्ना छ भने यो गुलाबको हो, यसैमा लगाउनु भएको छ, रोप्नु भएको छ। यहाँ खोर्सानीका बिनहरू देख्न सक्नुहुन्छ। अब यसलाई आमाले त सार्नु नै छ अलि ठुलो भएपछि। र दुबोहरू सबै बोट बिरुवाहरू यहाँ लगाउनु भएको छ। कोही सुन्दरताको लागि र कोही खाने बोट बिरुवाहरू छन्। जस्तै यहाँनिर देख्न सक्नुहुन्छ खोर्सानी पाकिसकेको छ भने यहाँनिर हरिया खोर्सानीहरू यहाँ छन्। यहाँनिर देख्नुहुन्छ खोर्सानी र यो सबैभन्दा माथिल्लो फ्लाइटको, तेस्रो फ्लाइटको र यो तल्लो फ्लाइट, यो दोस्रो फ्लाइट हो र योदेखि माथि तेस्रो फ्लाइट। र यो तुलसीपुरको लाइन हो भनेपछि यो यसको पछाडि छ ग लाइन, अनि क लाइन यो यसको पछाडि हो भने यो यतातिर मेन बजार पर्छ। यो सबै घरहरूले छेकेको छ। र जुन अहिले पातुखोला भन्ने जो निकै नै चर्चामा आएको छ, दाङको पातुखोला भन्ने कहाँ हो भनेपछि तपाईँहरूलाई म देखाइदिन्छु। यहाँनिर देखिन्छ, यो नै हो पातुखोला दमरगाउँ अनि दोगरे। पातुखोला भनेको यो वहाँनिर देख्न सक्नुहुन्छ। धेरै जसो बस्ती बसेको छ। बस्ती त जहाँ तै बसेको छ, तर पनि ज्यादा त्यहाँनिर अलिकति बस्ती बसेको छ भने यो पनि पातुखोला नै पर्छ। यो पछाडिको देखिरहनु भएको छ यो गाउँ सहर। यो खोलाको छेउमै छ, अलि पारितिर खोलाको छेउमै छ। र पातुखोला भन्ने सामाजिक सञ्जालमा देख्नु भएको होला, यही नै हो पातुखोला। यसलाई थोडा जुम गरेर देखाउँछु म। यो माथिसम्म चाहिँ बगरहरू कब्जा गरेर भनौँ, किनबेच गरेर घरहरू बनेका छन्। हैलानी हो खोलाको किनारामा।